नमस्कार सबैजनामा तपाईहरुलाई सबैलाई हार्दिक स्वागत छ मेरो च्यानलमा। र आज हामी प्रकृतिको खाखमा केही रमाइला पल बिताउन आएका छौं। चारैतिर फैलिएको हरियाली, सुन्दर फूलहरू, चिसो हावा र मनमोहक मौसमले वातावरणलाई अझ आकर्षक बनाएको छ। प्रकृतिले हामीलाई धेरै कुरा सिकाउँछ है। फूलहरू बिना कुनै स्वार्थ फुल्छन्, आफ्नो सुगन्ध फैलाउँछन् र सबैलाई खुसी दिन्छन्। त्यसैगरी हामीले पनि जीवनमा सकारात्मक सोच राखेर अरूलाई खुसी बाँड्ने प्रयास गर्नुपर्दछ। जब हामी पार्क वा बगैँचामा हिँड्छौं, ताजा हावाले शरीर र मन दुवैलाई नयाँ ऊर्जा दिन्छ। व्यस्त जीवनबाट केही समय निकालेर प्रकृतिसँग जोडिनु मानसिक र शारीरिक स्वास्थ्यका लागि धेरै राम्रो हुन्छ। प्रकृति हाम्रो साझा सम्पत्ति हो। त्यसैले रुखहरू काट्ने होइन, नयाँ बिरुवा रोप्ने बानी बसालौं। वातावरण सफा राखौं र प्रकृतिको संरक्षण गरौं। यहाँ बगिरहेको चिसो हावा, अनि चराचुरुङ्गीको मधुर आवाज र हरियालीले भरिएको शान्त वातावरणले मनलाई एकदम भित्रैबाट मनभित्र शान्ति बनाउँछ। यस्तो मौसममा केही समय प्रकृतिसँग बिताउनु स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ। यदि तपाईलाई यो दृश्य मन परेको छ भने मेरो भिडियोलाई लाइक गर्न सक्नुहुन्छ र आफ्नो प्रतिक्रिया कमेन्टमा लेख्नुहोस्। र यस्तै रमाइला प्रकृति तथा यात्रा सम्बन्धी भिडियोहरू हेर्न
मेरो च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनुहोस्। धन्यवाद। फेरि अर्को सुन्दर यात्रामा भेटौँला। नमस्कार।